हामीलाई कसैले डोनेसन पनि गरेको छैन, कसैले फन्ड पनि रेज गरेको छैन, आइएनजीले कसैले पनि हामीलाई फन्ड गरेको छैन। यो शुद्ध फन्ड चाहिँ हाम्रो ग्रुपले 3टा 4टा राइडमा जति पनि फन्डहरू हामीले सेभ गरेर राखेको हुन्छ त्यो फन्डको चाहिँ सबै पैसा युटिलाइज गर्नको लागि चाहिँ हामीले चाहिँ सीमा नेपालमा त्यहाँ चाहिँ 50-55 जना बच्चाहरू हुनुहुन्छ, उहाँ बच्चाहरूलाई कपीहरू खानेकुराहरू हामीले दिँदैछौँ अनि उहाँहरूसँग अलिकति स्पेसल टाइमहरू बिताएर उहाँहरूसँगै खाजा खाने प्लान गरेको छौँ। यदि तपाईँहरू सानो इफोर्टले कसैको अनुहारमा स्माइल लिएर आउँछ, कसैको जिन्दगीमा केही पनि राम्रो असर गर्छ भने चाहिँ आउनुहोस्, एससिबीसँग आबद्ध हुनुहोस्, राइड पनि गरौँ, सोसल सर्भिस पनि गरौँ, राइड गरेर रमाइलो गरौँ र सोसल सर्भिस गरेर मान्छेको फेसमा, बच्चा बच्चीहरूको फेसमा चाहिँ खुसी लिएर आउँ। र यति भन्दैमा बाँकी भिडियोहरू चाहिँ म तपाईँलाई विस्तार देखाउँदैछु है त। हेर्दै जानु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। थ्याङ्क यू सो मच। हिजो चाहिँ राजको बर्थडे थियो, बर्थडेको अवसर पारेर चाहिँ हामीले चाहिँ यो सामानहरू चाहिँ उहाँहरूलाई चाहिँ डोनेट गर्दैछौँ। ल सर, ह्याप्पी बर्थडे तपाईँलाई। अब एससिबीबाट आएर तपाईँले राइड गरेर आफ्नो बर्थडे चाहिँ यसरी सेलिब्रेट गरिरहनु भएको छ। 2-4 शब्द जाओस् न। खुसी लाग्छ त्यो होइन। अब एउटा राइडिङ कम्युनिटीमा आइसकेपछि, छिरिसकेपछि होइन, यति गर्नु भने धेरै ठुलो हो कि। अब दुनियाँलाई पार्टी सार्टी खुवाउनुभन्दा आनन्दले बरु अनाथ आश्रम जाने या त वृद्ध आश्रमतिर जाने होइन। टक्कर आफू सकेको धेरै दिनुपर्छ भने छैन, आफू सकेको होइन जति सक्दो त्यति दियो भने खुसी हुन्छ, उनीहरू पनि खुसी हुन्छ, मन पनि खुसी हुन्छ। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको। तपाईँहरूको यो घर हो, आफ्नो घर हो। यहाँ उहाँहरूले तपाईँहरूको प्यारेन्ट्सहरू माया गरेर तपाईँहरूले यहाँ लिएर पढाउनु भएको छ, खुवाउनु भएको छ, तपाईँलाई सुत्ने ठाउँ दिनुभएको छ होइन। उहाँहरूलाई तपाईँहरूले कहिले पनि नबिर्सिनु, उहाँ तपाईँको प्यारेन्ट्स हो। अनि तपाईँहरूलाई एउटा मेरो रिक्वेस्ट भनेको चाहिँ कहिले पनि कुलतमा चाहिँ नलाग्नु है। सक्नुहुन्छ राम्रो काम गर्नु, नसके नराम्रो काम कहिले पनि नगर्नु, चोरफटा पनि नगर्नु, कसैले पनि नलुट्नु। सिम्पल बाटोमा हिँड्नु, सिधा वेमा हिँड्नु, आफ्नो काम गर्नु र पछि ठुलो भइसकेपछि उहाँहरूलाई कहिले पनि नबिर्सिनु। उहाँहरू तपाईँहरूको प्यारेन्ट्स हो। प्यारेन्ट्स भनेको जहिले पनि भगवान हुन्छ। र बाँकी भयो हाम्रो कुरा, तपाईँहरू पनि तपाईँहरूको पनि हामी फ्यामिली नै हो। अब तपाईँहरू पनि हाम्रो माया लाग्छ, त्यही भएर आएको हो होइन। त्यही भएर सही बाटोमा हिँड्नुहोस्, कुलतमा नहिँड्नुहोस्, नबिग्नुहोस्। हाम्रो रिक्वेस्ट यति नै हो। र यति भन्दा आजको हाम्रो इभेन्ट चाहिँ म सकाइदिन्छु। थ्याङ्क यू सो मच। जय श्री तिमी बिना तिमी हुनु